आज पनि चाहिँ तपाईहरुलाई हाम्रो सिक्किमको यस्तो अन्डररेटेड ठाउँमा लिएर जानेछौँ। जाँदा जाँदै बाटोको छेउमा सानो सुङ्गीमा पारुहाङको स्ट्याच्यु बनिँदै गरेको ठाउँमा आइपुगेका छौँ। सुङ्गीमा पारुहाङ चाहिँ राईको राजा र रानी हुन्। यहाँ हामी प्रे गरेर हामी हाम्रो लोकेसनतर्फ लाग्यौँ। खोर्लोङ, भन्ज्याङ अनि नाम्ची बजार हुँदै अनि भ्यूको मजा लिँदै रमाउँदै हामी हाम्रो लोकेसनमा आइपुग्यौँ। हामी चाहिँ फाइनली यो लोकेसनमा आइपुग्यौँ। यहाँ हेर्नुहोस् भ्यूज हो। यो जग्गाको ठाउँको नाम चाहिँ पर्बिङ भन्छ हो। यहाँनिर चाहिँ अर्ग्यानिक खेतीहरू पनि पुरा गर्छ। अनि यो चाहिँ हाम्रो एरियामा चाहिँ यो चाहिँ सबैभन्दा प्लेन एरिया भन्छ यहाँनिर चाहिँ होइन। म पनि पहिला एकताल चाहिँ आएको थिएँ, आज पनि आएको छु, तर तपाईँहरूलाई यो उयसमा देखाउनेवाला छ। उयो खोला लोकल एउटा फोटो खिचिदिनु नि मेरो। अब हामी लाग्यौँ पर्बिङ मोनास्ट्रीतर्फ। जस्तो हामी गेटबाट एन्ट्री गर्यौँ, त्यस्तै हामीलाई लेकले वेलकम गरेको जस्तै फिल भयो। अब हेर्नुहोस् यहाँको भ्यू कस्तो पिसफुल अनि ब्युटिफुल। यही हराइरहँ जस्तो। यसै कारणले गर्दा हामीले सिक्किमको मोस्ट अन्डररेटेड जग्गा भनेको हो। अब भने हामी चाहिँ मोनास्ट्रीलाई बिदा दिएर यही ठाउँको अर्को लोकेसन तर्फ लाग्यौँ। यो भोगाइमा त बेसी भयो जस्तो लाग्यो म त। छ त ठिकै छ। लड्छ त लड्छ गर्दैन त ल लड्छ ल।
ल हात मिलाउनु नि हात मिलाउनु नि हेलो के हो नाम नाम के हो ल राम त बोल्नु नि कहाँ आइपुग्नु आँट्यो भन्नु त ल हामीहरू कहाँ आइपुग्नु आँट्यो भनेर वाह आमा हेर त सानो दामी त सानो त ठिकै छ कहाँ आइपुग्यो भन्दा यो जग्गा चाहिँ पर्फ्युम अलिक उतापट्टि हो होइन गुम्पादेखि पनि त्यो मन्दिरमा भ्यू त हेर्नु नि हाम्रो गाइस हामीहरू चाहिँ अब यहाँ क्याम्पिङ साइड आइपुग्नु आँट्यो अघि परको प्लेन साइड अनि गुम्बा सकेर चाहिँ अब यहाँदेखि चाहिँ हामीहरू चाहिँ अब कहाँ जानुपर्ने हुन्छ भन्दाखेरि उयो डाँडामा हो क्याम्पिङ साइड गर्ने डाँडा उयो टुप्पो देख्दै गरेको डाँडा हो अनि यहाँको भ्यू इन्जोय गर्नुहोस् क्या यस्तो दामी यो चाहिँ ओभर दामी चाहिँ उयो परको डाँडा नाम्ची अन्त यता मुनिको मनिराम भन्ज्याङहरू हो अन्त जस्ट सिम्पल यतापट्टि भन्ज्याङ हो अन्त यता लास्टमा कालिम्पोङ हो अन्त यहाँनिर चाहिँ हेर्नुहोस् पछि हामी सबै हेर्नु चाहिँ यस्तो भयो हाम्रो जिन्दगी चाहिँ के होइन है हेर्नु सबै यहाँमाथि चढाउने हो मुनिबाट आगो लगाइदिने हो त्यहाँबाट गएर अब आत्मा त अगाडि नै जाने हो अब माइ हो हाम्रो जिन्दगी भन्छ नि अब 2 फिटको जमिन मात्रै लिएर जानुपर्छ भन्छ नि तर 2 फिटको जमिन गाड्नेले लान्छ तब चाहिँ यहीँ हो यस्तै जग्गामा सबैको ठाउँमा होला नि त यस्तो होइन सबैको ठाउँमा यस्तो छ यस्तै हो हाम्रो जिन्दगी चाहिँ एक प्रकार त्यही भएर जति जे जसो भए पनि हामी चाहिँ मिलेर बस्ने कोसिस गर्नुपर्छ क्या एक प्रकारको गाउँ समाजमा है केही छैन अब के छैन हामी चाहिँ अब हाम्रो क्याम्पिङ उयो गर्ने ठाउँ चाहिँ उयो डाँडामा भन्छ मलाई चाहिँ थाहा छैन हो त्यहाँ गएर चाहिँ हामीले उयो टेन्ट लगाउने छ हामी त्यहीँनिर देखाउनेछौँ जति जे पनि हुन्छ होइन मजाले इन्जोय गर्ने एकदम एनर्जेटिक यता लु त लेट्स गो गाइस ठिक छ मजा आउँदैछ क्यारी सामानहरू चाहिँ यति बेसी भयो कि यस्तो छ सामानहरू चाहिँ हो केही छैन हामी अब हामीले चाहिँ ठुलो वाटरबाट चाहिँ ल्याउनु बिर्स्यो पानी चाहिन्छ तर त पानी छैन जोगाडको केही छैन यो भए पनि दियो हामीलाई है नभए त हामीलाई धेरै टेन्सनमा परिगएको सोचाइमा परिगएको कसरी उयो गर्नुपर्ने भनेर रिकेश लु भोको थियो हो लाग्यो लाग्ने तर्फपट्टि जाँदैछु है ए ओ माइ गड म त बिर्सिहाल्छु कि नयाँ अब हामी लाग्यौँ यो जग्गालाई पनि छोडेर याद चाहिँ गर्नुहोस् है मैले अघि के भने यहाँनिर चाहिँ सबै आउनु पर्ने हो यो जग्गा यस्तो जग्गामा चाहिँ ए कहाँदेखि आउनुभएको तपाईँ नाम्चीदेखि ए दामी छ त है दामी चाहिँ दामी छ अरे हजुर आउँछ कि आउँदैन लु
अब यो पिउँ यो खाउँ भने पनि अब खानु सक्दिनँ हो, किनभने मलाई त नभए त यो घट 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 पारेर म डल्लै खानु जस्तो लागिरहेको छ क्या। तर यहाँ मेरो दुईजना साथीहरू छ हो, तल गएर फेरि अब पकाउनै पर्यो पकाउने चिजहरू होइन, नभए त मेरो साथीहरू भुकै हुन्छ हो, नभए त पेट पूजाहरू गर्नु नपाइने हुन्छ नि त है। अनि गाइस फाइनली हामीहरू क्याम्पिङ साइड आइपुग्यो। अन्त हामीले र हाम्रो क्याम्पिङ साइट चाहिँ यो चुज गरेको छ। यहीँ चोइस गरेको छौँ हामीले होइन। अब मजाले इन्जोय गर्ने हो। यहाँ लगाउँ है हामीले, नाइट यहाँ लगाउँ। भ्यू हेर्नु नि, ओ कस्तो दामीको भ्यू चाहिँ। फाइनली गाइस हाम्रो टेन्ट पनि सेटअप भइसक्यो। अन्त सनसेटसँगको भ्यू सायद राम्रो देख्दै होला सायद। यहाँ हेर्नुहोस् त कस्तो देख्दैछ आम्बो। ओए गाइस, हामीले चाहिँ दाउरा यस्तो पाएँ है, यो प्लास्टिकको बटन लिएर जलाउनु पर्छ। सायद चुलाको लागि पुग्छ पनि होला। गाइस अब सबै मिलेर चुला पनि बनाइसक्यो। हाम्रो त्यो जोगाडो चुला चाहिँ जमिन खनेको छ र यहाँ माथि बसाएर सुपरम्यान हाम्रो यता ओ के किन नभए यस्तो गर्नुपर्छ होला हो, यस्तो गर्नुपर्छ, काटिरहेको नि गर्नुपर्छ हो, लगाउनुपर्छ हो। अब पाल्दैन बल्छ त्यो उयो हो कि भिडियो त तातो छ पैसा दियो त यो जाडोमा तातो केही हुँदैन होला भनेको त हात खोलेर
लु अब चाहिँ हाम्रो आजको डिनर यस्तै छ है बसेछ यहाँ बस्ने है यहाँ बसेर दामी दामी हुन्छ नि घरमा ल आजको डिनर चाहिँ यति नै हो त्यसमा आज त्यसले नै रात काट्ने देखेर हो पारेको हो उयो माथि माथि हेरेर हो मुनि चाहिँ फेरि के अरे मिडलमा चाहिँ यस्तो लागिरहेको नि जाडो सुरुवात मात्रै हो नि है अलिक बाददेखि झन् सानो जाडो हुन्छ पारी छिपिसलाई सुख ताहा नपाए सबले भए फर्काइ ल्याउँथे म माया तिम्रो हात समाए जसै हो यो कति छ अब जाडो भयो अब सुत्यौँ पनि मिलाएर है मजाले मिलाएर केही छैन निकै रात पनि परिहाल्यो हो अब जाडो जाडो पो हुन थाल्यो आगो पनि मऱ्यो नि त खासै हाम्रो चाहिँ है आगो मऱ्यो उयो दाउराहरू पनि छैन अब राति कहाँ खोज्नु पनि जानु होइन बेसी राति पनि नबसौँ बाहिर है त्यो भित्रको उयो निकाल त एकदम एकजना छ भित्र सिरानी चाहिँ यस्तो लु हामी चाहिँ भित्र चाहिँ यस्तोमै हो दाइकै हो सिरानी सामान केही छैन त्यसो तर हामी यतिमै है ज्याकेट चाहिँ खुसी छौँ जाडो जाडो छ ए हुन्छ अब भइहाल्छ आउनुहोस् बाहिर त पुरा जाडो रहेछ हो भित्रैतिर पो होला है यो ट्रेनमा त अटोमेटिकली हो तातो भयो अटोमेटिकली तातो भइहाल्छ ट्रेनमा एक प्रकार लु अब स्विमिङ गरेको जस्तो आइदिउँ क्या हौ आइदिनुहोस् हाँ? भइहाल्छ भइहाल्छ छाती ठोक्यो भने रेडी हुन्छ ल ल आया लु गुड नाइट अब त भूतले नै सुन्दैन त लु अब यतिकै म अस्ति सधैँको जस्तो अस्ति खोलामा चाहिँ बिहा त्यसो दिन्जी पठाएको छु पुरा जाडो रहेछ नि हौ है जाडो छ तर एकछिन तातो यो ब्ल्याङ्केट ब्ल्याङ्केट अस्ति त्यो त केटाहरूले किन दिँदैन भन्छ नि अस्ति खोला सुत्दा चाहिँ बेलुका बिन्जी पठाएछ कि सर्कल छैन डर लागेको होइन नि हौ अन्त गाह्रो त्यो दिन त पुर्ने थिएछ नि हौ त्यही त
म त तर्साएको जस्तो पनि लाग्यो नि हौ त्यो दिन त कुकुरहरू पनि पुरा बिचमा भुकिरहेको थियो नि मैले चाहिँ उयो नोटिस चाहिँ त्यस्तो गरिनँ कि तर मैले अब नोटिस गर्नु पनि केटाहरू डराउँछ होला भन्ने भयो कि यस्तो उँधो त्यो 31 भन्ने रुख थियो नि त्यसपछि म खासा खुसी गर्दा कुकुर भुकेको त्यहाँ त्यहीँ भुकेको भयो पूर्णेको दिन थिएछ भोलिपल्ट अन्त त्यसो भन्दै थियो त अन्त अनि गाइस अब यस्तै छ हो यस्तै छ अब आजको जर्नी यहाँनिर इन गरौँ होला सो सी यु इन नेक्स्ट ब्लग गाइस अनि के भन्नु छ आज मजा आएको थियो आज चाहिँ अस्ति भन्दा पनि निकै मजा आयो एकदम भ्यूहरू पनि दामी हो सो यति नै हो भनौँ अब होइन अब टाइम पनि छैन हाम्रोमा अब सुत्नु पनि पऱ्यो होइन अब कति बज्यो निकै बजिसकेछ त हौ 9 बज्यो नि सुत्नुपर्छ अब त्यस्तै छ अब थाकि पनि रहेछ हो थाकि पनि रहेछ नभए त हामी निकै उयो पनि देखाउनु सक्थ्यो तर के गर्नु है त्यस्तै भइ पनि हाल्यो अब फेरि अब उयो गर्नुपर्ने हुन्छ नि त आज टाइमलाई पनि हेरेर चल्नुपर्ने हुन्छ हो भोलि भनिरहेको छ बिहान पनि छिटो उठ्नुपर्ने बेला हुन्छ हो होइन प्याक गरेर जानुपर्ने फेरि त्यो फोनको ब्याट्री पनि सक्छ नि त दिनभरि सुट गर्दा त्यही भएर चाहिँ बिहानको भ्लग आउँदैन गाइस एउटा पावर ब्याङ्क किन्नुपर्ने रहेछ हाम्रो रिकेश भाइपट्टि देवाउँछु रिकेश भाइले के भन्नु अब हाम्रो चाहिँ अब यस्तै छ होइन अब यति धेरै टाइम पनि बितिसकिसक्यो अब हामी आज छिटै हिँडेको बिहान होइन थाकिरहेको छ थाक्यो तर मजा पनि आयो हेभी नै थाक्यो नि थाक्नु मजा त त अब एकदम के भन्नु कडक मजा आयो मलाई त पुरा यस्तो उयो दुखिरहेको छ के भन्छ घुँडाको माथि उयोहरू दुखिरहेको छ घुँडाहरू दुखिरहेको छ भनौँ न जाडोले पनि होला अलिक त है जाडो त्यो अन्त अलिक उयोले पनि हो हामी यहाँ साउन्डले ट्राभल गरेकोले गर्दाखेरि अब आज यो नचाउनु पर्ने ग्लास थियो नि यहाँ केही हुँदैन हौ लाएर देखाइदिनु उठेन ल यतिको चाहिँ हुनु पर्यो नि त कस्तो देख्यो कस्तो देखिरहेछ मलाई यता देखाउन कस्तो देख्यो लु भनिदिनुहोस् है एकछिन है कमेन्ट लु चाहिँ भनिदिनुहोस् है गरिदिनु कस्तो पर्यो देख्यो सो गुड नाइट गाइस ओके गुड नाइट सुते पनि बाई ल यो